सुरु गरौँ आजका प्रमुख समाचारबाट। सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने, पूर्व राजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाही गर्न माओवादीले गर्यो माग। राजावादी समूहले आफ्नो सुपर स्टोर लुटिएपछि भाटपटिनले भन्यो मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो। काठमाडौँको 3 कुनेमा तोडफोड र फोहोर गरेकोमा काठमाडौँ महानगरले तोक्यो पूर्व राजा ज्ञानेन्द्र शाहलाई जरिवाना। राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने निर्णय हास्यास्पद भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाको टिप्पणी। अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको अहमता टिकेन, प्रतिपक्षको माग बमोजिम, कुलमान हटाइएको बारेमा संसदलाई जवाफ दिने। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएकी युवती एभिन्यूज टिभीकी पूर्व पत्रकार रहेको खुल्यो। घरमा आगो लागेपछि गरेकी थिइन् हार गुहार। नेपाल उद्योग वाणिज्य महासङ्घले भन्यो राजावादी पक्षको आन्दोलनका कारण हिंसक घटनाबाट ठूलो क्षति भयो, क्षतिपूर्ति चाहियो। राष्ट्र संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भन्यो हाम्रो आन्दोलन जारी छ, पूर्व राजा ज्ञानेन्द्रलाई बदनाम गराउने प्रयास भयो। पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घले गर्यो विरोध सभा। राजावादीको गतिविधि कायम रहे प्रतिरोध गर्ने विभिन्न 6 राजनीतिक दलका युवा सङ्गठनले दिए चेतावनी। काङ्ग्रेस एमाले बीच गभर्नर नियुक्तिमा तानातान भइरहेको प्रचण्डले गरे टिप्पणी। शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ। पूर्व राजावादी समूहले काठमाडौँको 3 कुनेमा आयोजना गरेको प्रदर्शन अराजक हिंसात्मक भन्दा 2 जनाको मृत्यु भयो भने ठूलै क्षति भयो। राजावादीहरूको आन्दोलनमा शुक्रबार भएको हिंसात्मक घटनाबारे बोले नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र भने हिंसात्मक गतिविधिले राजतन्त्रवादी निरङ्कुशता र दमन भोग्न नपाएको नयाँ पुस्तालाई त्यसबारे बुझ्न थप अवसर प्रदान गर्यो। म्यानमारमा भूकम्पमा परि ज्यान गुमाउनेहरूको सङ्ख्या 1000 नाग्यो, 2300 जनाभन्दा धेरै घाइते। नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गर्यो। र प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई आर्मी 6 विकेटले पराजित। दर्शकबिनहरू नमस्कार, तपाईँ सामु आज पनि विशेष खबरका साथमा उपस्थित भइसकेका छौँ। हाम्रो यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म अवश्य पनि हेर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन पनि दबाउनुहोला। साथै हाम्रो यो मेहनतमा हामीलाई थप ऊर्जा प्रदान गर्नको लागि हाम्रो भिडियोलाई एक लाइक, एक कमेन्ट र एक सेयर गर्न भने नबिर्सनुहोला भन्दै आउनु सुरु गरौँ आजका समाचार विस्तारमा। सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ। उच्च सरकारी स्रोतका अनुसार शुक्रबारको हिंसात्मक आन्दोलनको निर्देशन उनीबाट भएकोले छानबिन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो। शुक्रबारको हत्या, आगजनी र लुटपाटको फिल्ड कमान्डर दुर्गा प्रसाई हो, तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने खुल्न आएको छ। सरकारमाथि ज्ञानेन्द्रलाई कारबाही गर्न विपक्षी दलहरूबाट पनि दबाव बढिरहेको छ। यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागि हो। यो प्रक्रिया अघि बढिसकेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले 3 कुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलन पूर्व राजा ज्ञानेन्द्र शाहको योजनामा भएको दाबी गरेको छ। शनिबार विज्ञप्ति मार्फत माओवादी केन्द्रले सो घटनाका योजनाकार ज्ञानेन्द्र र प्रदर्शनको आयोजना गर्ने दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ। माओवादी केन्द्रले उक्त प्रदर्शनलाई विध्वंसको पराकाष्ठको संज्ञा दिएको छ। माओवादीले प्रदर्शनमा पत्रकार सुरेश रजक र सबिन महर्जनको मृत्यु, निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड, सञ्चार गिरेर औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोरभित्र पसेर सामानहरू लुट्ने जस्ता डकैती जन्य अमानवीय र अराजक कार्यको घोर भत्सना एवं निन्दा गरेको छ। स्थिता दुर्गा प्रसाई नेतृत्वमा शुक्रबार काठमाडौँको 3 कुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडियो खिचिरहेका एकजना पत्रकारको ज्यान गएको छ। एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। पूर्व राजाका समर्थकले 3 कुने क्षेत्रमा निषेधित क्षेत्र समेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगिरी, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्र लगायत गाडीमा तोडफोड गरेका थिए। 3 कुने घटनामा परि किर्तपुर 4 का सबिन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा परि नेपाल प्रहरीका 53 जना, सशस्त्र प्रहरी बलका 22 र प्रदर्शनकारीतर्फ 35 जना घाइते भएका छन्। यसैगरी 9 वटा सरकारी गाडी र 6 वटा सरकारी वा निजी नकुलेका गाडीमा आगजनी भएको छ। विभिन्न 14 ठाउँमा आगजनी भएको, 9 वटा संस्थामा तोडफोड र 1 ठाउँमा लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
स्थित भाटभटेनी सुपरमार्केटले शुक्रबार काठमाडौँको 3 कुनेमा भएको प्रदर्शनका क्रममा के उशृङ्खल समूहले कोटेश्वर स्थित आफ्नो स्टोरमा प्रवेश गरेर विभिन्न सामग्री लुटपाट गरेको जनाएको छ। सो समूह 81 भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुस लगायतका सयौं वस्तु लुटपाट गरेको सिओ पानु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै भाटभटेनीको भवनमाथि इट्टा र ढुङ्गा प्रहार हुँदा क्षति पुगेको उनको भनाइ छ। क्षतिको मूल्याङ्कन र फुटेका सिसा केही दिनमै पुनर्निर्माण गरिने जानकारी गराउँदै कोटेश्वर स्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको जानकारी गराउन चाहन्छु, उनको विज्ञप्तिमा उल्लेख छ। 81 हुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्याउनेहरूलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेमा भाटभटेनीले विश्वास गरेको छ। स्थित काठमाडौँ महानगरले शुक्रबार 3 कुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेको लगायतका विभिन्न शीर्षकहरूमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ। ज्ञानेन्द्र शाह निर्मल निवास काठमाडौँका नाममा महानगरका 8 जना नगर प्रहरीले शनिबार 8 वटा बेग्ला बेग्लै पत्र काटेर कुल 7,93,000 जरिवाना तोकेका हुन्। दुर्गा प्रसाईको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार 3 कुने क्षेत्रमा प्रदर्शन भएको थियो। बिहीबार प्रसाईले निर्मल निवास पुगेर पूर्व राजालाई भेटेका थिए। त्यस लगत्तै उनलाई राजसंस्था पुनर्स्थापनाका लागि भन्दै कमान्डर तोकिएको थियो। राजावादी प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न पटक पटक प्रयास गरेका थिए। पछि प्रसाईले प्रहरीलाई पेलेर गाडी चलाउँदै प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेका थिए। यता राप्रपा नेपालका अध्यक्ष कमल थापाले 3 कुनेमा चैत 15 गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद भएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष थापाले महानगरपालिकाले सो पत्र फिर्ता लिनु बुद्धिमानी हुने बताएका छन्। स्थित प्रतिपक्षी दलहरूले संसदहरूलाई जवाब दिनुपर्ने माग गर्दा हिजोसम्म टसमस नभएका ओली अन्ततः त्यसका लागि तयार भएका छन्। गत बिहीबार एक सार्वजनिक कार्यक्रममा ओलीले आफूले सो विषयलाई लिएर संसदमा जवाब नदिने बताएका थिए। विषय सदन अवरुद्ध के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि हटाइयो कि सरुवा भयो कि हिजो निकालिएका मान्छेलाई त्यहाँ राख्दा विरोध गरिरहेका छन्, न्यायका कुरा गर्छन्, प्रधानमन्त्री ओलीले एक कार्यक्रममा ठट्याउली शैलीमा भनेका थिए। मुलुकको समग्र अवस्थालाई हेर्दा संसद सञ्चालन गर्ने कुरामा सत्तापक्ष प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ भन्ने कुरामा प्रधानमन्त्री ओलीले कन्भिन्स भएको एमाले नेता पदम गिरीले बताए। एमाले नेता गिरीका अनुसार प्रधानमन्त्री ओलीले आगामी चैत 18 गते संसदलाई सम्बोधन गर्नेछन्। मलाई विश्वास छ 18 गते सम्मानीय प्रधानमन्त्रीज्यूले संसदलाई सम्बोधन गर्नुहुनेछ। त्यसमा अहिलेसम्म संसदमा उठेका कुराहरू पनि उहाँले राख्नुहुनेछ, त्यो हामीले अपेक्षा गरौँ, उहाँले बोल्नुहुन्छ, एमाले नेता गिरीले भने। स्थित एबी न्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक जल्नु अघिको भिडियोमा देखिए कि एक युवती सोही टेलिभिजनमा विगतमा काम गरेकी सञ्चारकर्मी एनी अनिता कुँवर भएको खुलेको छ। घरमा आगो लागेपछि आफूले हार गुहार गरेको र आगो निभाउन प्रयास गरेको बयान उनले दिएकी छिन्। भिडियो सार्वजनिक भएपछि कतिपयले उनीमाथि नै आरोप लगाइरहेका थिए। भिडियोमा सुरेश कोठाभित्र थुनिएको अवस्थामा एनी र उनको पछाडि अर्को व्यक्ति भर्याङबाट तल ओर्लिरहेको देखिन्छ। अर्को व्यक्तिले स्कार्फले अनुहार छोपेका छन्। घरमा आगो लागेपछि एनीले भित्र मान्छे थुनिएको भन्दै फेसबुक लाइभमा हार गुहार गरेकी छिन्। एबी न्यूज टिभीमा प्रसारण हुने खबरभित्रको खबरमा केही समय समाचार वाचिकाको रूपमा काम गरेकी एनीले त्यसपछि न्युज 24 मा कल 24 नामक कार्यक्रम पनि चलाएकी थिइन्। अहिले भने उनी धार्मिक र राजावादी अभियानमा सक्रिय छिन्। उनी मिस राजधानी 2012 समेत हुन्। स्थित नेपाल उद्योग वाणिज्य संघले राजावादी पक्षको आन्दोलनका कारण व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको भन्दै त्यसको क्षतिपूर्ति माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै व्यवसायीको पेसा व्यवसाय गर्न पाउने अधिकार हनन भएको बताएको छ। निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायतका गतिविधि निन्दनीय भएको महासंघले जनाएको छ। कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति महासंघले घोर निन्दा र भत्सना गरेको छ। महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ। स्थित राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन जारी रहेको जनाएको छ। शनिबार समितिले विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको बताएको। आन्दोलनको नेतृत्व जनता स्वयंले गरेको समितिले दाबी गरेको छ। कसैको इशारामा आन्दोलन नहुने समितिले बताएको छ। शुक्रबार 3 कुनेमा भएको घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको भन्दै बदनाम गराउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ। दुर्गा प्रसाई लगायतलाई पक्राउ पूर्जी जारी गर्ने कार्यक्रम पछि रविन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने काम भएको भन्दै आफूलाई नजरबन्दमा राखिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन्।
स्थिता राजावादी समूहले गरेको आन्दोलनका क्रममा पत्रकार सुरेश रजक मारिएको र सञ्चार माध्यममाथि आक्रमण भएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार काठमाडौँको माइती घरमा विरोध सभा गरेको छ। शुक्रबार 3 कुनेमा भएको आन्दोलनमा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको थियो। साथै केही सञ्चारगृहमा तोडफोड समेत भएको थियो। शनिबार पत्रकार महासंघको स्थापना दिवस समेत हो, तर महासंघले पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको। पत्रकारमाथिको हिंसात्मक आक्रमणको भत्सना, पेशागत सुरक्षाको ग्यारेन्टी, सुरेश रजकका हत्यारालाई कारबाही तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरिएको छ। पत्रकार महासंघको अगुवाईमा शुक्रबार ज्यान गुमाएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले मृतक रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। स्थिता विभिन्न 6 राजनीतिक दलका युवा संगठनहरूले राजावादीको गतिविधि कायम रहे प्रतिकार गर्ने चेतावनी दिएका छन्। सत्तापक्ष र प्रतिपक्ष दल निकट नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, यङ कम्युनिस्ट नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा संघले संयुक्त विज्ञप्ति निकालेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन्। पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा अराजकपन्थी दुर्गा प्रसाई र रविन्द्र मिश्रहरूको नेतृत्वको समूहले काठमाडौँको 3 कुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा उदण्ड अराजकता र हिंसा गरेको उनीहरूको आरोप रहेको छ। 6 वटा युवा संगठनले संविधान विपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्र विरोधी षड्यन्त्र गर्ने कुनै पनि समूह वा व्यक्तिहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन समेत माग गरेका छन्। लोकतान्त्रिक प्रणालीलाई अझै सम्बद्ध गर्न, कमी कमजोरी सच्याउने, खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागि व्यवस्था विरुद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन उनीहरूले नागरिकहरूसँग अपिल पनि गरेका छन्। स्थिता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेको बेला सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भइरहेको बताएका छन्। शनिबार प्रेस सेन्टर नेपालको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गभर्नरमा योग्य मान्छे ल्याउनु पर्नेमा सत्तारूढ दलभित्र तानातान भइरहेको बताएका हुन्। को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन, प्रचण्डले भने। स्थित आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन्। शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरिएको। खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। यसअघि भिआइपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो। झापाको बुद्धशान्ति घर भएर मण्डीखाटार बस्ने खतिवडालाई प्रहरीले गत साउन 14 गते उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। 28 वर्षीय खतिवडाले साउन 11 मा सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गरेर महायज्ञ हुन लागेको भन्दै सहभागिताका लागि आह्वान गरेका थिए। स्थिता पूर्व राजावादी समूहले काठमाडौँको 3 कुनेमा आयोजना गरेको प्रदर्शन अराजक हिंसात्मक भन्दा 2 जनाको मृत्यु भएको छ। प्रदर्शनकारीको अराजक भिड आगजनी, तोडफोड र लुटपाटमा उत्रिँदा पनि सौम्य रहेर स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश गरेसँगै सेना परिचालन पनि गरेको थियो। प्रदर्शनकारीले लगाएको आगोमा परि एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक र कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको छ। निजी घर सवारी साधनमा आगजनीका साथै पसलमा लुटपाट भएको क्षतिको आकलन हुन सकेको छैन। 56 जना सुरक्षाकर्मी र 15 जना प्रदर्शनकारी घाइते भएको सो घटनाका केही उत्प्रेरक राज्य नियन्त्रणमा परिसकेका छन्। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको उक्साटमा रहेको समूहले गरेको प्रदर्शनमा प्रसाई स्वयंले सुरक्षार्थ तैनात प्रहरीकै हत्या गर्ने उद्देश्यले प्रहरीमाथि नै गाडी चलाउन थालेपछि अवस्था तनावपूर्ण बनेको थियो। राजावादी समूहले शुक्रबार काठमाडौँको 3 कुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि उत्तेजित भिड अशान्त र अराजक बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको थियो। स्थित नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजधानीमा शुक्रबार भएको 2 प्रदर्शनबारे टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले समाजवादी मोर्चाद्वारा आयोजित प्रदर्शनलाई मर्यादित, शान्तिपूर्ण र सन्देशमूलक रहेको भन्दै प्रशंसा गरेका छन् भने राजावादीहरूको प्रदर्शन हिंसात्मक, अराजक र प्रतिशोधात्मक बनेको बताएका छन्। महासचिव पोखरेलका अनुसार समाजवादी मोर्चाको प्रदर्शनमा उल्लेखनीय जनसहभागिता देखियो। उनले यो कार्यक्रम लोकतान्त्रिक मूल्य मान्यताभित्र रहेर गरिएको भन्दै समर्थन जनाएका छन्। राजावादीहरूको प्रदर्शनलाई असफल
आन्दोलनको संज्ञा दिँदै पोखरेलले लेखेका छन्। व्यवस्थाको विकल्प दिन्छौं भन्नेहरूले आन्दोलनका माध्यमबाट अपील गर्न र सन्देश दिन सक्नुपर्छ, तर राजावादीहरू पूर्णतः असफल भए। उनका अनुसार हिंसात्मक गतिविधिले राजतन्त्रकालीन निरङ्कुशता र दमन भोग्न नपाएको नयाँ पुस्तालाई त्यसबारे बुझ्न थप अवसर प्रदान गर्यो। अहिलेको युग जनचेतनाले सम्पन्न लोकतन्त्रको युग हो, जसलाई निर्हित स्वार्थ, प्रतिशोध वा दुर्भावनाले प्रभावित गर्न सकिँदैन, महासचिव पोखरेलले लेखेका छन्। राजधानीमा भएको हिंसात्मक घटनामा परि ज्यान गुमाएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै सुरक्षाकर्मीको संयमताले राजावादी आन्दोलनको असली स्वरूप उदाङ्गिएको टिप्पणी समेत गरेका छन्। स्थित म्यानमार र थाइल्यान्डमा शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेहरूको संख्या 1000 नागेको छ। ज्यान गुमाउनेको संख्या पछिल्लो विवरणमा 1200 जना पुगेको छ। त्यस्तै 2300 जना भन्दा धेरै घाइते भएका उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। भत्किएका भवनहरूमा फँसेकाहरूको खोजी र उद्धार कार्य चलिरहेको छ। भूकम्पले म्यानमारमा भवन, पुल, सडक भत्किएका छन्। म्यानमारको सैन्य सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल समेत गरेको छ। चिनिया विपद प्रतिकारले 37 जनाको टोली पुगेको छ। टोली 112 सेट आपतकालीन उद्धार सामग्री सहित पुगेको हो। सैन्य सरकारले देशका 6 ठाउँमा आपतकालीन अवस्था घोषणा गरेको पनि जानकारी दिएको छ। त्यस्तै थाइल्यान्डले आपतकालीन अवस्था घोषणा गरेको छ। म्यानमारमा शुक्रबार साँझ 7.7 म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको हो। भूकम्पले म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंकक सहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ। स्थित नेपाल क्रिकेट संघले शुक्रबार नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको छ। क्यानको भैरहवामा बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले स्टुअर्टलाई 2 वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको प्रवक्ता छुम्बी लामाले बताएका छन्। क्यानले आगामी 2 वर्षका लागि स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो, लामाले भने। गत माघमा भारतका मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगरेपछि क्यानले 3 फागुनमा नयाँ प्रशिक्षणका लागि दरखास्त आह्वान गरेको थियो। 28 फेब्रुअरीसम्मको मिति राखेर खुलाएको आवेदनमा 70 जना भन्दा बढीले आवेदन दिएका थिए। क्यानले त्यसमध्येबाट अन्तिम 10 जनासँग सर्टलिस्ट बनाएर अन्तर्वार्ता लिएको थियो। यसै 10 जना मध्येबाट स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको। नेपालका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्टले अस्ट्रेलियाबाट एक पटक मात्र टेस्ट खेल खेलेका छन्। उनले सन् 1995 मा श्रीलङ्का विरुद्ध टेस्टमा डेब्यु गरेका थिए। करियरकै एकमात्र टेस्टमा उनले 54 रनको नट आउट इनिङ्स खेले। एक दिवसीय खेलमा अस्ट्रेलियाबाट 54 खेलमा 1 शतक तथा 7 अर्धशतकको मद्दतमा उनले 1237 रन बनाएका छन्। पहिलो श्रेणीमा उनले 367 खेलमा 27080 रन बटुले। उनले अन्तिम पटक अस्ट्रेलियाबाट सन् 1999 मा इङ्ल्यान्ड विरुद्ध खेलेका थिए। उनीसँग इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सलाई प्रशिक्षण दिएको अनुभव छ। सन् 2011 को एक दिवसीय विश्वकपपछि उनलाई श्रीलङ्काले कार्यवाहक प्रशिक्षक बनाएको थियो। त्यसपछि उनले बङ्गलादेशको क्रिकेट हेरेका थिए। र यस्तै प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपाल आर्मी क्लबले दिएको 155 रनको लक्ष्य पछ्याएको पुलिसले 25 ओभर 2 बलमा 4 विकेट गुमाएर फिटायो। पुलिसका लागि कुशल भुर्तेले सबैभन्दा धेरै 61 रन बनाए। यस्तै अमित श्रेष्ठले 39 र दिलीप नाथले नट आउट 31 रन बनाए। आर्मीका लागि साहब आलमले 3 र नरेश साउदले 1-1 विकेटले। त्यसअघि रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पुलिसले 43 ओभरमा 154 रनमा अल आउट भयो। आर्मीका लागि बसिर अहमदले नट आउट 86 रन बनाए। त्यस्तै कप्तान विनोद भण्डारीले 29 र विवेक यादवले 11 रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्। पुलिसका करण केसी र सागर ढकालले समान 3-3 विकेट लिए। त्यस्तै कप्तान दिपेन्द्र सिंह एरीले 2 तथा ललित राजवंशी र गुलशन कुमार झाले समान 1 विकेट लिए। यो जितसँगै प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले 3 पटक र आर्मीले 1 पटक उपाधि जितेको छ। गएको फागुन 25 देखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलो पटक काठमाडौँ उपत्यका बाहिर लुम्बिनी प्रदेशमा आयोजना भएको थियो। प्रतियोगितामा 3 विभागीय र 7 प्रदेश गरी 10 टोलीको सहभागिता रहेको थियो। रूपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, रूपन्देहीकै एक्स्ट्राटेक ओभल र दाङको देउखिरीमा खेल भएका हुन्। फाइनल अघि 45 वटा खेल भएका थिए। यति बेरसम्म हेरेर सुनेर साथ दिनुहुने हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सँगैको बेल आइकन पनि दबाउनु होला। साथै हाम्रो यो मेहनत र हामीलाई थप ऊर्जा प्रदान गर्नको लागि हाम्रो भिडियोलाई एक लाइक, एक कमेन्ट, एक शेयर गर्नु भने नबिर्सनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ। तपाईको दिन शुभ रहोस्। नमस्कार, शुभ दिन।